यहाँ छिटो लगाउ टिका के हो चैते दसैँमा नि टिका यति ढिलो गरिरहेको छिटो ढिलो भइसक्यो रातभर ड्युटी गरेर आउँछ थाहा छैन यो त बिहानै ठिक पार्नु पर्छ लोटा सुटा लु भयो छिटो गर न भोक लागिसक्यो यहाँ टिकामा के हाल्यो दही हालेर आशीर्वाद चाहिँ दिँदै दिँदैन चेलीबेटीले बोलाएर खानु दिन्छ थाहा छ मलाई के बोलाइ के रे चेलीबेटीले बोलाएर खानु बोलाइ चेलीबेटीलाई खानु बोलाउनु दिनु आज अब चेली खोज्नु अब भजु गाउँ नक्सल पुग्नु पर्यो बेटी चाहिँ म चाचाको छोरी हो पहिला भाग्यो ल साथीहरू चैती दसैँको तपाईँहरूलाई पनि हार्दिक शुभकामना होइन सबैजनालाई चैती दसैँमा अब पहिला पहिला त हाम्रो पुर्खाहरूले त खास चैती दसैँ नै मान्थ्यो यो के अरे अहिले चाहिँ खास यो चैती दसैँ सार्नुको कारण चाहिँ के हो भन्दाखेरि पहिलाको मान्छेहरूले बेसी खाएर चिउरा र मासु बेसी खाएर छेरेर चाहिँ दसैँ सारेको अरे क्या त्यही भएर गरम हुन्छ नि त्यति बेला